हेलो एभ्रिवान, आज चाहिँ हामी चाहिँ कहाँ जान लाग्यो अमर? डिक्की डाँडा जाँदैछौँ। डिक्की डाँडा बाई बाई। घरबाट निस्किसक्यौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ नदीपुरको बाटो हो। कताबाट जाने? यताबाट हो। लडाइदिएला ल, हाम्रो यात्रा सुरु भयो साथीहरू। सबैजनाले अहिले लास्टमा भन्छु यो त आइसक्यौँ। ओहो, हिमालय छेकिसक्यो। साइड लाइट रह्यो के यो कुराको पनि दिन आउँछ भनेको यही रहेछ साथीहरू होइन। आज हिमाल कस्तो दिन आएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ माथिको हिमाल। हामी पोखरेहरू यति भाग्यमानी छौँ जहाँबाट पनि हिमाल देख्न सक्छौँ। हामी चाहिँ क्यासिङ पुलमा आइसक्यौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ क्यासिङ पुल। यहाँ चाहिँ तपाईँहरूले चाहिँ हिमाल पनि देख्न सक्नुहुन्छ। कोलाई याद छ सानोमा के भन्छ अरे खोला तरेको पुल तरेको सपना देख्यो भने पास हुन्छ भन्ने। मैले त्यस्तो बिलिभ गर्थेँ पहिला होइन साथीहरू। तर पछि पढ्दै गएपछि बल्ल थाहा पाएँ हामी जब मिहिनेत गर्छौँ भने चाहिँ आफसे आफ त्यो नतिजा पाइन्छ होइन। त्यो चाहिँ हामीमा मिहिनेतै छैन भने मरिगयो नि पाइँदैन। जाने ठाउँ चाहिँ हामी जाने ठाउँ चाहिँ यही बाटो हुँदै जान्छ कि होइन। अनि यसरी हामी अहिले कहाँ आयो मलाई थाहा छैन साथी। के हो खै भुलेँ के भन्छ अरे अमर यसलाई? डिप हाउजिङ होइन? हाउजिङ डिप हो कि डिप हाउजिङ हो थाहै छैन। तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो राम्रो भ्यू। मलाई याद छ कि हामी चाहिँ एक्चुली सच्चाइ भन्ने थियो नि त होइन। त्यसमा जाने बेलामा चाहिँ हामी यही बाटो जान्थ्यौँ कि है। त्यतिखेर यस्तो घरहरू नै थिएन कि। तर अहिले यति धेरै घरहरू बनेछ बाफ्रे बाफ भनेर साध्य छैन। यो घरहरू बनेको देखेर मजासम्म छु कि। हेर्नुहोस् जाने भनेको ठाउँ चाहिँ त्यो हो क्या भनेको भन्छ नि। हो यहाँ हो हामी जाने ठाउँ होइन। अहिले चाहिँ हामी चाहिँ यहाँ छौँ अमरदीप। खै लामा चौर आइसक्यौँ। आउँदैछौँ आइसक्यौँ। लामा चौरबाट हामी चाहिँ राइट जान्छौँ। तर म कस्तो राइट र लेफ्टमा छुट्टिन्छ भाइ साथीहरू। यस्तो राइट भनेको यता होइन, राइट भनेको यता रहेछ, लेफ्ट भनेको। तर हरेक ठाउँमा कि होइन श्रीमान श्रीमतीहरू चाहिँ यस्तो हुँदो रहेछ। एउटा चाहिँ बोलेको बोले हुने, श्रीमती धेरै बोल्ने भयो भने चाहिँ श्रीमान धेरै थोरै बोल्ने, श्रीमान धेरै बोल्ने भयो भने चाहिँ श्रीमती थोरै बोल्ने। हामी दुईजनामा ठ्याक्कै त्यही छ। उफ, श्री इन्द्र राज्यलक्ष्मी। डिक्की डाँडा जाँदैछौँ। यस्तो उकालो, यो उकालो त के उकालो हो र है। खुबै अमर खसल देउला भयो। कुना कुना लिएर हिँड्नुपर्छ मेरो श्रीमानज्यूले। अब यस्तै छ। अब हामी यताबाट लेफ्ट जान्छौँ। लेफ्ट यो चाहिँ हामी जाने बाटो। राम्रै हबै बाटो त। ल हेर्नुहोस् उता पारी गाउँहरू राम्रो छ ठाउँहरू पनि। तपाईँहरू पनि आउन सक्नुहुन्छ। यो ठाउँमा मजाले आउन सक्नुहुन्छ। स्कुटरमै आउन सक्नुहुन्छ किनभने यो बाटोहरू पनि राम्रो छ कि। पिच नै छ अनि पिच नभएको ठाउँमा ढलन छ। र हामी जाने ठाउँ चाहिँ त्यो हामी त्यहाँ जाँदैछौँ। हेरेमा चाहिँ यति मात्र होला कि अफरोड भन्नु। यसलाई अफरोडै भन्छ होइन, यति होला नत्र त सब राम्रै हबै बाटोहरू त। र यो चाहिँ गाउँ हो थाहा छैन तर कस्तो राम्रो देख्न सक्नुहुन्छ। हिमाल त झन् यहीँ देखिँदो रहेछ भाइ। ल हेर्नुहोस् माछा पुछ्रे हिमालले कति राम्रो देखियो। चौथारी तपाईँहरू देख्न सक्नुहुन्छ। गाउँ कस्तो राम्रो गाउँ, तोरीहरू फुलिरहेछ। यति राम्रो गाउँ रहेछ यो माछा पुछ्रे हिमाल। देख्न सक्नुहुन्छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। यहाँ सायद उस्तो आउँदैन होला है अमर।
त्यो बस के लाग्छ थाहै छैन हामीलाई स्कुटरले न्यू खोजिरहे जस्तो हो भनेको स्कुटरै हिँड्दैन त के भयो अब स्कुटरलाई नि क्यामेराको आवश्यक पर्न थाल्यो जस्तो यो उतापट्टिको गाउँ देख्न सक्नुहुन्छ चाहिँ बाटो पनि भेरी नाइस यहाँबाट हिँडेर पनि जान मिल्छ तर हामी हिँड्ने हो कि जाने हो स्कुटरमै नहिँड्ने ल तिम्रो इच्छा के गर्ने स्कुटर जान त जान्छ कि अस्ति नै एकचोटि त गर्थ्यो कि अब यो पालि थाहा फर्स्ट टाइम हो या आइसक्यो कोसँग आयो कोसँग ए म त उनको फर्स्ट टाइम होला भनेको त प्र्याङ्क भयो मलाई म नि आउन त साथीहरूसँग आएको थिएँ स्कुलको साथीहरूसँग अमर पनि साथीहरूसँग आउनुभएको रहेछ वहीँसम्म जाँदो रहेछ त्यही भएर हामी चाहिँ स्कुटर वहीँसम्म लिएर जानु लाग्छ अनि उहाँ चाहिँ के हुँदैछ भनेर चाहिँ जुम गरेर देखाउँछु पनि त्यहाँ गएर बिर्सिनु पऱ्यो ओहो स्कुटरले कति न्यु खोजेको आज हामी चाहिँ हाम्रो गन्तव्यमा आइसक्यौँ तर यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ पिकनिकहरू भइरहेको छ उता नि पिकनिक छ पिकनिक स्पोट पनि रहेछ यहाँ भनेपछि रमाइलो छ साथीहरू तपाईँहरू पनि आउन सक्नुहुन्छ उताबाट कुन कुन ठाउँ देख्यो हो तर यो देखिन्थ्यो होला कि हिमाल यस्तो खतरा देखिन्थ्यो होला सायद बादल नलागेको भए ल हामी चाहिँ आइसक्यौँ मेरो पनि भिडियो खिच्देऊ न भए साथीहरू मेरो भिडियोग्राफर भयो भने चाहिँ गाह्रै हुँदो रहेछ ल आफ्नो भिडियो त कसैले बनाइदिनु ल भन्छ हामी जानेछौँ त्योभित्र हो त्यहाँबाट यति हिँड्दै हुन्थ्यो त्यत्रो घुम्यो हामी स्कुटरमा तपाईँहरू चाहिँ आउनुभयो भने चाहिँ हो त्यहाँनिर स्कुटर पार्क गर्ने अनि यहाँ आउने हिँडेर नजिक पनि पर्छ ओए खतरा चराहरू उडेको त कहाँ गयो खतरा राम्रो भ्यू चाहिँ फाइनली हाम्रो खाजा आयो खाजामा चाहिँ हामीले चाउमिन र मोमो मात्रै खाएको किनभने अरू त महँगो थियो